हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। फेरि पनि मेरो नयाँ भ्लगमा तपाईहरुलाई स्वागत छ। अनि हामी चाहिँ म र सुनिल दा सोमबारे गएको, सानो काम परेर सुनिल दाको। अब सुनिल दाले गाडी निकाल्न आँटेको, गेट खोल्दै छ। आज त यस्तो भिड रहेछ नि, के चाहिँ थियो पनि आज। आमा कस्तो गरम हो, सोमबारे झन् कस्तो गरम होला आज त है सुन्दा। यहाँ चाहिँ हाम्रो गाडी अब चाहिँ हिँडेको सुनिलदाले चाहिँ गाडी। हेलो यहाँ चाहिँ हाम्रो भानुभवन। गाडीमा उल्टी आउँछ कि अन्त छुट्टी खाँदै हिँडेको। आज इमर्जेन्सी काम पर्यो कि त्यही कारण हेर्नु न यति बेला सोमबारे गएको उता सिक्किम दिदीकोमा। त्यसले गर्दा हो यहाँ त्यही माथि अघि हिँड्ने नि पानी ठुलो पर्यो, त्यसले गर्दा यता फेरि पानी परेन रहेछ। हेर न यहाँ कम्ती पानी परेछ, हाम्रोतिर ठुलो पानी पर्यो नि। यताबाट चाहिँ जान्छ सरबारी, यो ओह्रालाई जान्छ। हामी त बाइकमा जाउँ भनेको थियो आज कि सन्डे राइड पनि हुने, तर पानी परेर नि हौ गाडी लानु पर्यो। मलाई गाडी चाहिँ फेरि झिजो लाग्छ, ढिलो जाम फेरि है, जाममा पर्नुपर्छ। फेरि यता चाहिँ घाम लागिरहेको छ, यहाँ चाहिँ घाम लागेछ। यस्तो भिड हुन्छ हेर्नु साथीभाइ, सिजन डाट यस्तो भिड छ हेर्नु साथीहरू। जू कहाँ मान्छे चढाएको हौ फेरि। यो चाहिँ भयो हाम्रो सिमरी तेर्सो। सिमरी आइपुग्यो हामी। अब कहिले पुग्नु हामी सिक्किम सोमबारे। भयो हामी टकबर आइपुग्यौँ। अघि हामी माथि चाहिँ कस्तो पानी परेर कस्तो दामी दिन भइरहेको रहेछ यहाँ चाहिँ साथीहरू। हामी सिमला आइपुग्यौँ। यसलाई चाहिँ भन्छ सिमला। जति ओह्रालो जाँदै गयो के गरम हुँदै जाँदैछ साथीहरू, यस्तो गरम छ। चाइनिजहरू कहाँबाट आयो? लु बहिनी र बहिनीको नानी पनि जाने रहेछ, हामीसँग जान्छ है। त्यही भएर सर हेलो गरिदिएर हेलो आफिया, हेलो गरिदिनु न मेरो च्यानललाई। हेलो हेलो हेलो। म त क्याप ल्याउनै बिर्सेछु। सबै गाडीमै राख्दा नि हुन्छ नि हो। त्यही त अब गरममा त झन् हामी चाहिँ अब सोमबारे पछिमै साथीहरू। पछाडि चाहिँ बहिनी र उसको छोरी छ अफिया। यहाँ
चलाउँदैछ सुनिन्दाले चलाउँदैछ गाडी स्टाइलिस बोलेको है म चाहिँ मास्क लगाइरहेको छु किनभने कस्तो उयो छ नि त गरम भयो उयो भएर यो चाहिँ अलिक अफरोड छ यहाँ चाहिँ यस्तो छ बाटो सही बाटो नि त साथीहरु सोमबारे हो यो अलिकति खालि छ ढङ्गमा उयो हुन्छ ल यहाँ चाहिँ सोमबारे यतिकै ल दुईजना म्याडमहरू निक्लिनु होला ल ल ल दाइलो पनि खोल्दैछु वाउ यता हेर त यार दिदी बहिनी कहाँ आएको दुईजना त्यो छिङमाथि सोमबारे बजार गएको नि त तीनजना पानी परिरहेको छ अलिअलि अफिया सोमबारे बजार गएको हामी सुनिल दाले पनि गाडी ल्याएर आइसक्यो होइन नपर्खी गयो त सुनिल दाले त चाहिँ भयो सोमबारे बजार यति त हो लाउनु सुन्दा कति जाने हो भाइ त ठिकै छ त होइन चलो सोमबारे बजार घुम्ने अब होइन जग्गा पर्दैछ होइन कस्तो कल्ली नकली देखेको गरे तपाईँहरू हामी स्वर्गीय जाने बाटो चाइनिजहरू लिएर आएको छ हामीले स्वर्गीय जाने बाटो यहाँ छ दुईजना चाइनिजहरू यो चाहिँ हो दरमदिन होइन दरमदिन अस्ति साई मन्दिर देखाएको थियो आज हाडी लाँदैछु तपाईँहरूलाई माछालाई स्वर्ग पुगिरहेको है हामी पहिला हाडीको टुक्राहरू भेट कस्तो गले अब बाटो कस्तो थियो नलेखा राम्रो भयो गाडी छुट्टी खाँदैछु राम्रै रहेछ नि है कहाँको बाटो हेरेर खत्तम भन्यो अस्ति फेरि तल राम्रो माथि खत्तम के उल्टा भयो हिँडेको र थाकिसक्यो त अन्त कहिले पुग्नु त्यो जग्गा के दामी जग्गा है यो दरमदिनको कतिको थाक्यो तीनजनालाई हाँडी चाहिँ मात्र देख्दैछ अलिअलि त्यहाँ चाहिँ गएको हामी Oh my god, कति थाक्यो त्यो त्यहाँनिर पुग्नु चाहिँ कहाँ बाटो छ अब यही हो सिधै उहाँबाट छ त बाटो कस्तो थाकिसक्यो आइपुग्यो हामी के अरे यो लेप्चाको सुन्नु त स्वर्ग जाने बाटो रे स्वर्ग जाने बाटो हाँडीको बनाएको रहेछ यहाँभरि रहेछ भुइँभरि त लाउने केसको फाइबर रहेछ हौ फाइबर
कति अग्लो बुझी बन्नेपछि त दामी हुने रहेछ नि यो ल आउनु न एकछिन यतासम्म जाउँ न यस्तो दामी बनाएको छ है हेर्नु हाँडीको यी लेप्चाहरू बस्ने घर हेर्नु है साथीहरू पहिला चाहिँ यस्तो थिएछ नि यहाँनिर अनि अहिले चाहिँ यस्तो भयो जाउँ होला हौ के गर्ने फर्केको हारी हेरेर है लेप्चाहरूको सुनिल दाजु माछा गाडी लिएर आउँदैछ हामी चाहिँ भर्खर घर आइपुग्यौँ हामी यस्तो रात परि 8 बजी आइपुगेको घर अनि सुनिल दा थाक्यो कति 9 बजीसम्म 9 बजी आइपुग्यो हामी आज सिक्किमबाट अनि आजको भ्लग चाहिँ यतिमै एन्ड गर्छु लाइक शेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला बाई बाई